Okay, welcome back. हाम्रो यहाँ चाहिँ समीर. Hello brother. Yes. आज चाहिँ रमाइलो हान्ने यो रातिको 12 बजे 1-2 बजे रातभरि हिँड्ने हो. त्यही अस्ति ह्याप्पी होली जस्तो नभेटियोस् त्यही हो. आज के छ त च्यालेन्ज अनि? च्यालेन्ज. आजको प्लान भनेको जस्ट चिल, रातभरि चिल. आज एउटा जेनिस म्युजिकको गीत. एउटा गीत भ्याएपछि टक्क लाएर हामी चाहिँ आज बवाल हुनेछ. ओके, वेलकम ब्याक टु द ब्लग ब्रदर. थ्याङ्क यू. आजको यो च्यालेन्ज चाहिँ मजा छ होला नि. ल है, आजको गेमको चाहिँ रमाइलो हुँदैछ. हामीहरू चाहिँ पहिला जेनिस म्युजिकको गीत हिँड्छौँ. आज जेनिस म्युजिकको लागि एउटा गीत हुँदैछ. त्यसपछि चाहिँ त्यसपछि भनेको त होल नाइट लाइफ. नाइट लाइफ पोखरा भ्यालीको होइन. पोखरामा कस्तो हुँदो रहेछ राति. होल नाइट लाइफ भनेपछि जहाँ पनि पुग्नु पर्यो, कौडारा पुग्नु पर्यो, तारालाई पुग्नु पर्यो. जामला नि त अनि तेल छ? तेल छ, हाम्रो त छ. तपाईँले हामीमा जहिले फुल हो. ल ओके गाइस, जाम केटाहरू. अहिले चाहिँ हामी चाहिँ यहाँ ट्र्याक्क मिड टाउनको तल नाइट सुटको लागि रातिको 11 बजी आइपुगेको छौँ है. अब यो सुटपछि चाहिँ फेरि हामीहरू चाहिँ ठाउँमा जान्छौँ. नेक्स्ट साइड जान्छौँ त्यसपछि है. ओके, कहाँबाट आएको छ समीर? नाइट लाइफ है. हामीले चाहिँ यहाँ सुट गर्न लागेको छ. हाम्रो यहाँ ट्राफिक गाई हुन्छ. ट्राफिक गाईलाई पनि सोधेर सुट गर्न लाग्यो है. सो यो गाई यो. हेलो मिस्टर समीर. हजुर. हेलो मिस्टर जेमिस. हेलो व्हाट्सअप. हेलो मिस्टर हाकु भाइ. ओके, आज चाहिँ हामी टक्क लाएर सिर्जना चोकभन्दा अलिकति माथि सभागृह चोकमा सुट गर्न लगाइरहेका छौँ होइन. लेट्स गो ब्रदर्स. है, नाइट लाइफ पोखराको. अहिले चाहिँ हामी एक्ज्याक्ट कहाँ छौँ भन्दाखेरि तपाईँको सभागृह चोकमा छौँ है. आजको लागि ट्राफिक म तिम्रो देखेन होला हैन. ल आजको लागि ट्राफिक म सिट काट्ने नि मै हो. तर मैले सस्तोमै दिन्छु यो सबलाई. यस्तोलाई चाहिँ धेरै होइन 7,000 मा. कस्तो भइरहेको छ तपाईँलाई आज? मजा आइरहेको छ. कहाँ आउँछ मजा? हजुर, केमा आउँछ मजा? यो गीत केमा आउँछ भनेको? मजा केमा आउँछ भनेको? मजा त जे गरे नि मजा हो आज चाहिँ आफूलाई. गीतको सुटिङमा हाँ, कस्तो फिल गरिरहेको छ राति हिँड्दाखेरि? तर मलाई म त जहिले हिँडिराख्ने बानी है. धेरै होइन, 800-500मा उठाएर हिँड्ने म होइन. तर राति म हिँड्न नि त कहिले नि पाली हो. बत्ती फेर्ने? कुन बत्ती? पछाडि गीत सुन्नु हो नि भाइ. भन्छ नि होइन. त्यो मैले बजाएको त्यो तर ठिकै छ, केही भएन. त्यो पछि हेर औ यहाँनिर गराउनु अरू यो बत्ती चेन्ज. त्यो केटीहरू पठाउँछ मलाई. होइन त्यस्तो केटीसेटी मलाई बाल लाग्दैन. ओ माई गड. जिस्काएको त के रे? त्यो त मुजी मेरै बेला हो नि. मलाई भिरीमा हान्छु त. भिरीमा हान्ने होइन फ्लावरको तिमी होइन नि क्यामेरा भयो. अझ त तिमी कुरा क्यामेरा बन्द पछि गर्ने क्या सबै चिज क्यामेरा बन्द भयो. समीर र म गर्छौँ कुरा. के खाने रे? के नि के खाने? के खाने र वा पसल जाने चिया परोटी किनी खाने. ल है. हामी चाहिँ अब कहाँ आइरहेको छ? हामी अब लेक साइड आइपुग्यो. पनि हेर्न सक्नुहुन्छ पोखरा वेलनेस एसपिए. वेलनेस भनेको चाहिँ हाम्रो पुरानो रिस्ता केही छ होइन. त्यही छ. लेभल 4 भनेको त्यही हो. फेरि कमिङ ब्याक. लेभल 4 हेर्नु न वेलनेस यही हो. लेभल 4 यही हो. 5 से पुग्नु थियो. 5 गरिदिने यहाँलाई लेखिदिने. अब यहाँ फेरि एउटा 16 हुनुहुन्छ.
6 कि 6 अनि म 7 हेलो 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 यो चाहिँ हाम्रो लेभल्स क्लब है लेभल्स क्लब अहिले यो बबाल चलिरहेको छ पोखरामा त्यसैले थाहा छैन भने होइन लेभल्स क्लब छौँ होइन हामी अहिले गएको चाहिँ क्लब 16 जाने वे हो होइन यो चाहिँ क्लब 16 जाने वे भयो भने के भएर डोफ्लामिङ्गो नि एउटा यतातिर एउटा प्रतीक्षा प्रतीक्षालाई त चारैतिर यहाँ प्रतीक्षालाई यहीँ थियो पहिला होइन ओके फोर्थ लोकेसन लुका छु बर्थडेमा आउँछ फेरि यहाँनिर होइन मै उभिनुपर्छ कि नत्र अरू उभिँदा त नहुँदो रहेछ एल्डान्सको मिनिङै थाहा छैन होला कतिलाई त थाहा छ छोटो मान्छेले लङ डान्स गरेन एउटा ल म्युजिक We have coffee hotter than your ex hatre. Did you get to? It's funny. Why? किनकि मेरो त गर्लफ्रेन्ड छ नि त अहिले छ तपाईको छ त्यो भनेको चाहिँ अब के हो भनेको के हो नाइट लाइफ रातिको 1 साढे 2 हुँदैछ तर हङ्गलो खाली नै छैन 2 बजे लागिसक्यो तर अझै पनि यो समीर कस्तो भयो नाइट लाइफ एक्सपिरियन्स यति राति पनि मान्छेले यसरी हिँडेको देखेर म छक्क पऱ्यो अनि उसमा चाहिँ के फिल भयो बिजेपी चोकमा केजी चोकमा के फुल त्यही सटर बाहिरै गर्ल्सहरू त्यसरी बस्दाखेरि के फिल आयो बिचरा घर जान पाएन हामीले एउटा नाइट लाइफको चाहिँ तपाईँहरूलाई आज देखाउँदाखेरि लगभग हाम्रो है बाजापाटनदेखि देखाइयो तर एक ठाउँको चाहिँ देखाइएन है पासेन्जर पृथ्वी चोकको चाहिँ देखाइएन कमेन्ट्समा हान्नु किन देखाइएन होइन र अब अर्को नाइट लाइफमा चाहिँ हामीहरूले चाहिँ च्यालेन्ज ल्याउने सोचेछौँ तर त्यो च्यालेन्जमा चाहिँ के चिज ल्याउँछौँ भन्ने चाहिँ तपाईँहरूले तल कमेन्ट सेक्सनमा लेख्नु होइन हामीहरूले आफैले गर्नुहुन्न कमेन्टमा के केटाहरूलाई तपाईँहरूले के हुन्छ नि अब को कोलाई डियर दिने हो कि के हो यदि भन्नुहुन्छ भने समीरलाई र पासङलाई डियर पनि गर्न रेडी छ है ओके अब चाहिँ हाम्रो स्रोता आएको छ हेलो जेनिस ब्रदर हेलो आकु ब्रदर ओके अब हाम्रो चाहिँ स्कुटरको सर्ट छ एउटा होइन त्यो स्कुटरको सर्ट भएपछि चाहिँ हाम्रो एउटा बाजापातानमै सर्ट छ एन्ड आजलाई भने भ्लग यति नै हुन्छ बट यस यो रमाइलो भयो होइन कस्तो भयो एक्सपिरियन्स एकदमै रमाइलो समीर म त अझै छ खाइरहेको किन धेरै मान्छे हो र हिँड्नु नआउँदैछ मान्छे अनि कस्तो लाग्यो त तिमीलाई हिजोस् गर्ल्सहरू चाहिँ बिग्रेका बाउला कोही हेर्नुहोस् भने नरिसाउनु हामीले खास त्यस्तै एक्सपिरियन्स गरेर भने होइन सबैलाई भन्नु खोज्दा त होइन नि त होइन केटा इफ एनिवन होइन के आएको अनि कस्तो लाग्यो त यहाँ तिमीलाई लेकको मलाई म लगभग धेरै पछि नै हो यसरी राति हिँडेको चाहिँ होइन तर म चाहिँ अब
केटा त होइन रात रात हिँड्छ भनेर यिनीहरूले बिगारे आज बिगारे आज है उनले त सब बिग्रेका बाउला केटीहरू अनि रहेछन् यस्तो बिग्रेको हावा खान आएको केटीहरू समीरले त सिधै बिग्रेको बाउला केटीहरू रहेछन् साले आजको दाम भयो जेनिस म्युजिकमा गीत छिट्टै आउँदैछ होइन र भोलि सुट हुँदैछ हाकी म्युजिकमा नि कस्तो लागिरहेछ त्यसमा नि अब भोलि एउटा हुँदैछ एक्साइटेड एकदम बवाल एक्साइटेड किनभने भोलि आएको हनीमुन के अरे जस्तै हुने हो रोमान्स हुँदैछ होइन रोमान्स होइन रोमान्स हुँदैछ गर्न सकिन्छ कि सकिन्छ थाहा छैन सानो भाइले कति वाग्ने हो के अरे होइन यस्तै हुन्छ ओके गाइज आजलाई यति गरौँ र अब चाहिँ अरू गीत सटहरू हुँदाको क्लिप्सहरू अलिक हाल्छौँ र ओके थ्याङ्क यू लभ यू बाई बाई ल है ल देख्न त केही देखिएन त्यही पनि ल मजा त मजै आयो मैले के हेर्नु थियो हेरि भ्यायो पोखरा त होइन यो चाहिँ लेक साइडको मात्रै हो नाइट लाइफ होइन अझै फुल्ली देख्न पाएको भने तपाईँहरूले यो अझै हामी आज थोरै हाम्रो जेनिस दाईको गीत सुटिङले गर्दा नि अलिकति बिजी नै भयौँ यसको पार्ट 2 आउँछ छिटै यसको पार्ट 2 नि आउँछ अब तपाईँले भन्नुहोस् छोडे तलमा त्यस्तो नगर्नु होला समीर लेफ्ट साइडको नाइट लाइफको पार्ट 2 चाहियो भने हामी हो त हाम्रो सबसे वृद्ध अङ्कल सबभन्दा बुढा हाम्रो ग्रुपमा यही हो ट्राफिक सर हेर्दै हुनुहुन्छ नि यसको यहाँ लाइसेन्स नम्बर नि हेरिराख्नु है यो चाहिँ मेरो बाउको हेल्मेट है यो चाहिँ के अरे देख्नु त क्यामेरा पनि केही देखिएन मैले यतिकै बनाइदिएको मात्रै हो भिडियो यस्तो रमाइलो अब बोलेको पो सुनिखायो कि होइन त्यो अब यो चाहिँ सबभन्दा धेरै एक्सिडेन्ट एरिया है पोखराको एकदमै बढी एक्सिडेन्ट हुने चाहिँ यो ठाउँमा हो पछाडिबाट ट्याक्सी आएको छ है एक्सिडेन्ट एरिया ठिक छ योभन्दा 2 वर्ष अगाडि हामीले भैलो खेलेको यही ठाउँमा हो तर यही त होइन आइपुग्न लाग्यो अब चाहिँ पछाडिबाट चाहिँ आउँदै हुनुहुन्छ दुईजनाको म्युजिक भिडियो छ युट्युबमा गएर हेरिदिनु होला सबैले आएको म्युजिक र जेनिस म्युजिक होइन हो त्यही अनि हाम्रो चाहिँ पिएसएस फिल्म्स भनेको थियौँ तर अब के हुन्छ थाहा छैन भ्लग पनि आउँछ गेम पनि आउँछ अब छिट्टै नाम चेन्ज गर्नेवाला छौँ हामी पनि यस्तै राम्रै गयो भने मेरो पार्टनर चाहिँ नन अदर देन समीर चलाउने हात दुईटै हुनुपर्छ है अगाडि ह्यान्डलमै हुनु पऱ्यो अब म तपाईँहरूलाई एउटा सरप्राइजको कुरा भन्दैछु यो चाहिँ ठाउँ हो रोमिल लिएर आएको खत्तम थियो खत्तम हामी जुन आइपुगेको छौँ यहाँ चाहिँ एकदमै सस्तोमा अब कपडाहरू पाउँछ भन्छन् तर पाउँदैन एक दिन म तपाईँलाई यहीँभित्र गएर एक्सपेरिमेन्ट देखाउनेवाला छु यो अब यो चाहिँ 0 हो हाम्रो 0 भन्ने बित्तिकै त्यो नम्बर 0 होइन यो चाहिँ र यो कसरी 0 किलोमिटर हुन पुग्यो भन्दाखेरि चाहिँ हाम्रो जति पनि पोखराको ठाउँहरू छ नि हजुर यहाँबाट किलोमिटर गन्छ के ए यहाँबाट सुरु हो जस्तै हाम्रो अब यहाँदेखि एउटा कुराले बाजापतन 10 किलोमिटर भन्यो भने
0 किलोमिटर यहाँदेखि अँ हाम्रो घर 10 किलोमिटर अनि एउटा कुराले यहाँदेखि काठमाडौँ 200 किलोमिटर भन्छ नि अँ ठ्याक्कै यहीँदेखि हो क्या ए त्यही भएर पोखराको मेन सेन्टर भनेको चाहिँ 0 किलोमिटर अच्छा यदि थाहा थिएन भने सो गाइज हजुर दाइ आज मलाई एउटा कुरो थाहा भयो पोखराको 0 किन भन्नु रहेछ भनेर तपाईँहरूलाई थाहा थिएन होला त्यही पनि म भनिदिन चाहन्छु तर अहिले होइन अर्को ब्लगमा ल बाई बाई आज चाहिँ हामी यो ब्लग यहीँ सघाउनेवाला छौँ ठ्याक्कै हामी सृजन चोक आइपुगेको छौँ आकर्षित रूपमा र एकदम यहाँबाट मैले अस्ति नै वाइन लिएर गएको थिएँ एकदमै दामी घटाएर दिन्छ होइन आइदिनु होला ल ल ल है ल यो आकर्षित फुल चाहिँ यहाँ दाइहरू ओ समीर समीर भन्ने सबभन्दा बुढो हो अब हामी यहाँबाट सिधै गएको भए तपाईँहरूले चोकको डार्क आउने भए चान्स छ चान्स छ यसरी गरेर यता जानु न ए छ तपाईँले देखाउन सक्नुहुन्छ जाति भइसक्यो छन् कि छैनन् तर छ होला अब हामी आइपुग्यौँ नयाँ बजारमा त के छ भने सोरुमै सोरुम छ होइन बाइक फेमस ठाउँ पोखरामा चाहिँ सबै एउटा प्लेस एकदमै फेमस छ जस्तै यो नयाँ बजार गाडीहरूको लागि हो भने न्यू रोड मान्छेहरूको लागि चिप्लेढुङ्गा कपडाहरूको लागि लेफ्ट साइड घुम्नको लागि अनि हामीहरू जस्तो जहाँ पनि रमाइलो पिस चाहिएको छ भने गएर कौडामा बस्नु होला पृथ्वी चोकको मेन रोडमा जानु त्यहाँको त्यहाँ तुतुले कति दिमाग खराब हुन्छ नभए लेफ्ट साइड जानुहोस् रमाइलो पनि दिमाग खराब पनि तर पैसा नलिई जानु दिमाग खराब हुन्छ पैसा लिएर जानु रमाइलो हुन्छ तर इन्ट्रोभर्ट चाहिँ जानु भएन ए केटा हो केटी हो त्यही हो ल आजलाई यति भन्दै बाई फेरि पनि मैले धेरैचोटि बाई बाई भनिसकेँ अहिलेसम्म हामीले 3-4 चोटि भनिसक्यौँ होला त्यही पनि अब गाह्रो नमानिकन लाइक सब्सक्राइब अनि सेयर सबै गरिदिनु होला है कमेन्ट पनि नबिर्सिकन ल